हिजो आज अलि मजाले सन्चो मात्र के भाथे। ओहो मम्मीले त सुरु दिनमा यस्तो घारी पो फाड्न लगाउनु भयो यार। अस्ति बिराम भएदेखि म नुहाएको चाहिँ 7-8 दिन भइसकेको थिएँ। नुहाउन नपाएर पसिना गनाएर हैरान। त्यही भएर आज मलाई सबै कपडा धोएर नुहाएर सफा हुनु पर्ने हुन्छ। नुहाउन त अस्ति नै नुहाउन लाग्यो तर ज्वरो आएको बेला हुन्न भनेर मम्मी र बाबाले धेरै कराउनु भयो क्या, त्यही भएर चाहिँ म नुहाएको थिएन। ल आज चाहिँ पुरै कपडा धोएर नुहाएर पनि म एकदम फ्रेस भएको छु। नुहाएर मात्रै हैन, आजबाट चाहिँ बिरामबाट पनि मुक्त भए जस्तो फिल भइरहेछ क्या मलाई। तर यो हल्का रुगाले चाहिँ छोडिरहेको छैन। अब सन्चो भइसि त मलाई हाम्रो मम्मीले पक्कै पनि बसिरहन दिनुहुन्न। अरु केही काम गर्न नसके पनि घर तलको बारी सफा गर भनेर काम अराएर चाहिँ मेला जानुभयो बाबा र मम्मी। त्यही भएर म र मामालाई चाहिँ सफा गर्नु पर्ने हुन्छ मस्तले करेसा बारी। अब यहाँ सफा गरेर चाहिँ रोप्नु पर्ने हुन्छ हामीलाई साग, तर अहिले हैन अलि पछि। अनि त्यही सागलाई दशैंमा च्वाचेको मासुसँग खान कम्ता मिठो हुन्छ हैन। सोच्दा पनि मुखै सरर रसाएर आउँछ भने। हल्का यता घारी पनि भइरा थियो अनि बाख्रा गोरुहरुलाई घाँस पनि हुन्छ नि त, त्यही भएर फाडेर फाल्नु भन्दा मजाले घाँस काट्दिए। लगभग 1 हप्तापछि चाहिँ म बल्ल बल्ल काम गर्दै छु। धेरै दिनपछि काम गरेर होला मलाई अलि झ्याउ लागिरहेछ क्या। घाँस काटेर पनि पुरै सफा गरेर भ्याए। अनि म चाहिँ 5 दिन भइसकेको थियो के दाल र भात मात्रै खाएको। त्यही भएर मामाले आज मासु खाने भनेर बोइलर लिएर आउनु भएको रहेछ। अनि त्यसलाई चाहिँ काटेर तातो पानीमा डुबाएर भुत्लाहरू उखाल्दै थिए। मामाको त हातै पोल्यो रे क्या। त्यसपछि त्यसलाई चाहिँ मैले टाकटुक काटेर पनि मजाले भात पनि बसाल्दिए। अनि तरकारी पकाउने काम चाहिँ हाम्रो बाबाको। अनि भात पकाएर यसो बाहिरतिर गएको। यता हाम्रो मम्मी र बोजे चाहिँ कटर फुटाइराख्नु भएको रहेछ। ओहो नि हेर्दैमै कस्तो खाम लाग्दो हो क्या। अनि बोजेले चाहिँ मस्तले फुटाउँदै हुनुहुन्थ्यो। यो कटर त लास्टै गर्मी चिज हो नि त, त्यही भएर कस्तो रहेछ भनेर मैले 1 पिस मात्रै चाखे। जे होस् मिठै रहेछ। अब चाहिँ हामीलाई खानु पर्ने हुन्छ मासु र भात। धेरै दिनको ग्याप पछि म चाहिँ मासु खाँदै अनि मस्तले खाना पनि खाए। अब चाहिँ हामीलाई भेट्नु पर्ने हुन्छ भोलि। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न चाहिँ नभुल्नु होला। द्याट्स इट फर टुडे। टाटा एन्ड बाई बाई।